आदरणीय दर्शक वृंद नमस्कार। प्राइम टाइम लाइव में स्वागत करी छी। सीडीओ कार्यालय विशेष करके सीडीओ के बात करी तो प्रमुख जिला अधिकारी ई नाम सुनते अपना सबके दिमाग में कहे एकटा बात अबै छै कि सीडीओ के कहल जाय छले छोटे राजा कहल जाय छै, जिला के राजा छै से कहल जाय छै, पूरा मतलब फूल के बैठे छै, मतलब तेहन किस्म के व्यवहार देखै छै से कहल जाय छै सीडीओ के जब बात कल जाय छै त। लेकिन किछ एहनो सीडीओ सब छै जे वास्तव में जे एहन किस्म के आरोप जे लगत रहे छै ओहि के खंडन करे छै। ई आरोप निराधार छै या काज क के दिखाबै छै, तेहनो सीडीओ सब छै नेपाल में। अही में से एक गोटे सीडीओ अखन धनुषा में आयल छै, हुनकर नाम छै प्रदीप राज कटेल, जे वास्तव में काज क के देखा रहल छै। आइ वह सीडीओ स्टूडियो में उपस्थित छै। सबसे पहले हुनका स्वागत करै छी। तपाईलाई स्वागत छ कार्य। धन्यवाद। सीडीओ भन्ने बित्तिकै एउटा आम नेपालीमा एउटा बुझाइ छ त्यस्तो, सीडीओहरू जिल्लाका राजा रे हैन, राजा त गए अब छोटे राजा भनेर विभिन्न किसिमका यो उपमाहरू दिने गरिन्थ्यो हैन। एउटा समय त्यस्तो थियो, अहिले पनि भनिदिएको छ, संहिता आए पनि यस्तो छ प्रचलनमा। तपाईँ आएपछि धनुषामा आएपछि 2 महिना 2.5 महिना जति भयो तपाईँ यहाँ आउनुभएको होइन। तपाईँ आएपछि कतै न कतै यो जुन परिभाषा एउटा थियो त्यसलाई गलत साबित गरिराख्नु भएको छ, त्यो आम बुझाइ भइरहेको छ। के भन्नुहुन्छ तपाईँ? धनुषा जिल्लामा मेरो प्रमुख जिल्ला अधिकारीको हैसियतले काम गरेको मेरो 10औं जिल्ला हो। हजुर। मेरो पहिलो जिल्लादेखि नै मलाई सबैले यस्तै नै भन्थे। अन्य साथीहरू पनि हुनुहुन्छ राम्रो काम गर्ने, त्यो हुनाले मलाई त्यस्तो लाग्दैन। भनेपछि यो जुन एउटा आम बुझाइ छ नि त्यो वास्तवमा किन आएको होला त्यसो भए? यो कम्युनिकेसन ग्यापको कारणले गर्दाखेरि हो। जस्तो भनौँ न, अब राम्रोसँग नागरिकलाई एक्सेस नदिने, नागरिकको कुराहरू नसुन्ने वा कुनै सकल रिलाइटहरूको माध्यमबाट कामहरू गर्ने, त्यस्तो गरियो भने बिचमा एउटा ग्याप हुन्छ। त्यो ग्याप भनेको ब्यारियर हो वा सीमा हो, एउटा रेखा हो। नागरिक एकातिर प्रशासक अर्कोतिर भएपछि त्यो समस्या आउनु स्वाभाविक हो। तर अधिकतर सीडीओ साहबहरू त्यो ग्याप राख्छन् नि होइन? त्यो तपाईलाई फिल भएको छ? त्यो राख्नु राम्रो होइन। त्यो राम्रो होइन, तर त्यस्तो देखिन्छ नि होइन? देखिन सक्ला। मैले अब अरूलाई के भनौँ? हजुर, आफ्नो लागि त्यो राम्रो होइन। तपाईँ आएको 3 महिना करिब हुन लागिसकेको छ होइन? यस बिचमा तपाईँले घरबाटै सुरुवात गर्नुभयो होइन? घरको सफाइ पहिला गरौँ, त्यो विषयमा अलि चर्चा गरौँ। नागरिकता प्रकरण जुन एउटा थियो, नागरिकता नक्कली नागरिकता बनाउने गिरोह सीडीओ कार्यालयभित्रै रहेको भनेर तपाईँले सार्वजनिक गर्नुभयो। अहिले उनीहरू चाहिँ जेलमा छन् होइन? के छ यो प्रकरण चाहिँ अलि भन्नु? अब मैले आफूले यो काम गरेँ भनेर भन्दा अहिले त्यति राम्रो हुँदैन। हजुर। तैपनि आम सञ्चारकर्मी, आम सञ्चार र खास गरी नागरिक समाजबाट विभिन्न ठाउँमा यस विषयमा प्रकाश पारिएको छ। अब सोधिहाल्नुभयो, सोधेपछि मैले अपन टिभीको मार्फतबाट आम श्रोताहरूलाई पनि स्पष्ट पार्नुपर्ने हुन्छ। सुरुवात आफूबाट गर्नुपर्छ, अहिलेबाट गर्नुपर्छ, यहीँबाट गर्नुपर्छ। त्यो मान्यता विपरीत अरू सुध्रे हुन्, म नसुध्रे पनि हुन्छ, वा अर्काको कुरा काट्ने, फलानुले आफू चाहिँ नसुध्रिने, आफू नसुध्रिने, कानुनहरूले मान्नुपर्ने आफूले मान्न नपर्ने भन्ने प्रवृत्तिलाई आफैबाट सुरु गर्नुपर्छ। डु लिटल थिङ्स अनाउन्स सेल्फ, लेट अस स्टार्ट फर्स्ट स्टेप फर फाइनल डेस्टिनेसन। गन्तव्य छ, मजाले पुगिन्छ। भनेपछि आफैबाट सुरुवात गर्नुभयो तपाईँ? हजुर। अब नागरिकताको कुरा भन्नुभयो। नागरिकता चाहिँ 2063 र 2070 सालमा विगतमा वितरित नागरिकताहरूको सङ्गठित गिरोह। नागरिकता मात्रै छैन, पासपोर्ट छ, जन्म दर्ता, बसाइसराई लगायतका पञ्जीकरण सम्बन्धी डकुमेन्टहरू बजारको अमुक घरमा बसेर कार्यालय सञ्चालन गर्ने, जिल्ला प्रशासनका कर्मचारीहरूलाई पनि प्रलोभनमा पारेर वा उनीहरू आफै प्रलोभनमा परेर अफिसको कार्डहरू, होलोग्रामहरू साँठगाँठ गर्ने, बाहिरै बजारमा मान्छेको सही छाप गराउने, अफिसमा ल्याएर श्रेष्ठता दुरुस्त मिलाइदिने जस्ता कामहरूको जानकारीको आधारमा, सूचनाको आधारमा सङ्घीय प्रहरी इकाइ
जिल्ला प्रहरी कार्यालयको निरन्तर समन्वयको आधारमा सफल भयो पक्रन सुरुवातीमा र जिल्ला प्रहरी कार्यालयले नियमन गर्ने हिसाबले उहाँहरूले मुद्दा चलाउने थप अनुसन्धान गर्ने काम जिल्ला प्रहरी कार्यालयबाट हुन थाल्यो। तपाईलाई के लाग्छ यो जुन गिरोह समातियो नि, हजुर, तपाईँ आउनुभन्दा अगाडिका सिडिओ साहबहरू वास्तवमा उनीहरूले थाहा पाएका थिएनन् जस्तो लाग्छ कि तपाईँले गरेर यो चाहिँ मैले थाहा पाएँ र गरेँ भन्नुहुन्छ कि के चाहिँ भन्नुहुन्छ तपाईँ यो विषयमा? अब उहाँहरूले पनि गर्दै भए राम्रो हुन्थ्यो, अब गर्न भ्याउनु भएन होला अथवा त्यो प्रायोरिटीको विषय हुन सक्यो सकेन। जुन किसिमको काम त्यत्रो गिरोह यो भनौँ न एउटा नक्कली नागरिकता बनाउने गिरोह जसरी समातियो, हजुर, तपाईँले के लाग्छ अघिल्ला सिडिओ साहबहरू थिए तिनीहरूले गरेनन् त्यो फाइन्डिङ गर्नुभयो तपाईँले? विवादमा परिएला, झमेलामा फसिएला भन्ने पनि थाहा पाएर पनि नगरेका हुन् भन्नुहुन्छ? म त्यो त भन्दिनँ। हजुर, यो ठुलो र्याकेट हुन सक्ला, कहीँ यो जन्जालले गर्दाखेरि आफै धरापमा परिएला हो भन्ने पनि हुन सक्छ, त्यो नहुन पनि सक्छ, दुईटै मध्ये जे पनि हुन सक्छ। तपाईँले चाहिँ यो आँट चाहिँ कसरी गर्नुभयो? तपाईँले लाग्यो लगेन कतै धरापमा परिएला? सिम्पल फर्मुला। मलाई गुल्मीमा हुँदाखेरि पनि आम नागरिक पहाडी जिल्लाको गुल्मी, त्यहाँ एकजना प्रहरीले 10औं अभियुक्तहरूलाई पक्रन्छ। जस्तो तपाईँले यस्तो ज्यान कर्तव्य ज्यान मुद्दामा तपाईँको नाम आयो, जानु पर्यो भनेपछि पख्नुहोस् है म लुगा लगाउँछु भने लुगा चेन्ज गरेर 10औं मान्छेलाई एउटा प्रहरीले ल्याउँछ। खासै धेरै प्रहरी पनि चाहिँदैन। त्यस्तो जिल्लामा पनि सिडिओसँग भेट्न बोल्न डराउने मान्छे हुँदा रहेछन्। उनीहरूको भनाइ के छ भने बाहिर हुँदाखेरि जुन यहाँले प्रश्न सोध्नुभयो अजयजीले कि बाहिर सिडिओ भनेको एउटा कोही बाघ हो कि वा कुनै नराम्रो कुरा हो कि, भित्र गएपछि त्यस्तो होइन रहेछ। घरको त्यस्तो प्रभाव त परेको छ नि, होइन? त्यो नराम्रो कुरा बाघ नभए पनि त्यो एक किसिमको छ नि त्यसको डर। जस्तो म अहिले धनुषाको सिडिओ हो, हजुर, सर्टकटमा भन्दा सिडिओ, फुल फर्ममा भन्दा चिफ डिस्ट्रिक्ट अफिसर, अनुवाद गर्दा प्रमुख जिल्ला अधिकारी। के म बाघ जस्तो छु र? मेरो आचरण स्वभाव कुनै आक्रामक छ र? बाघ होइन भन्ने कुरा त आचरणले देखाउने त्यो तपाईँलाई लाग्छ कि म देखाइरहेको छु? हजुर। अब नागरिकता प्रकरण मात्रै होइन कि अब जिल्ला प्रशासन कार्यालय पुग्ने सेवाग्राहीले चिया पनि खान पाइरहेका छन् सित्तैमा, होइन? तातो होस् कि चिसो होस् पानी पनि खान पाइरहेका छन्, होइन? अहिले जिल्ला प्रशासनमा हजुर सर्भिस विथ ब्ल्याक टी अर सेफ ड्रिङ्किङ वाटर फर अल सर्भिस सिकर, हरेक मानिसले निःशुल्क चिया र तातो पानी खान पाउनुहुन्छ। तर त्यो खाएको टी ब्यागहरू चौरमा वा ग्राउन्डमा फ्याँक्न भने पाउनुहुन्न। फ्याँक्नुभयो भने तत्काल उहाँलाई नै टिप्न लगाएर डस्टबिनमा राख्न लगाइन्छ। अटेर गर्नुभयो भने उहाँलाई विनम्रतापूर्वक बाहिर आइन्छ, कम्पाउन्डबाट तपाईँ बाहिर जान सक्नुहुन्छ भनिन्छ। प्रायः त्यस्तो अवस्था आएको छैन, व्यवहारमा परिवर्तन गर्नुपर्छ। तर यो मैले गरे होइन, म एउटा सहजकर्ता हुँ, आम धनुषावासी जनकपुरवासीले गरेको हो। त्यही त मैले भन्न खोजेँ के भने तपाईँ आउनु भएर त यो भयो। हजुर, सहजकर्ता हुँ भनेर तपाईँ भनिराख्नु भएको छ। यस अघि पनि सिडिओहरू थिए नि, होइन? तर त्यो बेला यी व्यवस्थाहरू जुन तपाईँले लागू गरिराख्नु भएको छ नि, तपाईँ आएपछि घरलाई कसरी सफा गर्ने, कसरी सुशासन कायम गर्ने त, होइन? हजुर, त्यो काम त भइरहेको छ नि। भनेपछि मान्छेले चाह्यो भने त गर्न सकिन्छ। अब नागरिक सहायता कक्ष यहाँको मेयर साहबले जनकपुर उपमहानगरपालिकाले रिनोभेट गरिदिएछ। त्यहाँ राखेको वाटर डिस्पेन्सर जनकपुरकै एक सामाजिक अभियानकर्ता सरोज रायले दिनुभएको छ। माघ महिनाको चिया, टी ब्याग र चिनी उहाँले स्पोन्सर गर्नुभएको छ। हामीले कोहीसँग पनि पैसा ल्याएको छैनौँ। वस्तुगत सामान दिनुहुन्छ, त्यहाँ राखिन्छ, सञ्चालकले म्यानेज गर्छ र त्यहाँ रजिस्टरमा राखिन्छ। 1 महिना सकेपछि त्यो राखेको स्टिकर हटाएर अर्काको स्टिकर राखिन्छ र हामी कसैलाई पनि तपाईँ 1 महिनाको चिया खुवाउनुहोस् भनेर अपिल गर्दैनौँ। अहिले यही समाचार सुनिरहँदा कुनै इच्छुक महानुभावले म फलानु महिनाको खुवाउँछु भन्नुभयो भने उहाँको चाहिँ पास्ट हिस्ट्री र क्यारेक्टर हेरेर हामी एक्सेप्ट गर्छौँ। त्यो अहिलेको व्यवस्थापन कसरी गरिराख्नु भएको छ? यही चियाको विषयमा भनौँ या पानीको विषयमा भनौँ, त्यो चाहिँ कसरी गरिराख्नु भएको छ? महिनाको कति महिनालाई छ, कस्तो छ त्यो? अहिले पानी हामीले अफिसको बजेटबाट खुवाउँछौँ, जारको पानी। हजुर, वाटर डिस्पेन्सर स्पोन्सर्ड हो, त्यो वर्षौँ चल्ला, बिग्रियो भने मर्मत गर्नु पर्ला। माघ महिनाको चिया एक समाजसेवीले खुवाउनु भएको छ। मौखिक रूपमा
फागुन र चैतको 2 जनाले बुक गर्नुभएको छ, तर लिखित प्रतिबद्धता आउन बाँकी छ। यही अहिले हाम्रो इन्टरभ्यू सुनिरहँदाखेरि कुनै असल मानिसले म पछिल्लो महिना मेरो यो अकेजनमा खुवाउँछु भन्नुभयो भने हामी त्यो एक्सेप्ट गर्छौँ। यो जुन काम गर्नुभयो नि तपाईँले, घरबाट सुधारको काम जुन गर्नुभयो नि, यो कसरी भयो त? समाजसेवीहरू आए कि तपाईँहरू चाहिँ कुनै च्यानल मार्फत पुग्नु भयो कि यो चाहिँ कसरी भयो? यो आइडिया जेनेरेट गर्ने हो। हजुर। जस्तो सोलुखुम्बुमा म सिडिओ हुँदाखेरि खुम्जुङ गाविसको, तत्कालीन खुम्जुङ गाविसको माथिल्लो भेगबाट सदरमुकाम सल्लेरी आइपुग्न 6 दिन पैदल हिँड्नुपर्ने, फर्किन 6 दिन पैदल जानुपर्ने, सबैसँग पैसा हुँदैन। अब फ्लाइटबाट आउनु पऱ्यो भने भाइ लोकला काठमाडौँ, ट्रान्जिट काठमाडौँ 25,000 रुपियाँ त एयरफेयरमा खर्च हुने। मैले टच टु फाइन्ड भन्ने स्किम जेनेरेट गरेँ, जम्मा 1 महिना काम गरेँ। हाम्रो टोटल टिमले काम गरेँ, त्यो पनि वर्किङ डे बाहेक शनिबारको काममा टच टु फाइन्ड। यदि हामीले कुनै कागज पत्ता लगाउन खोज्यौँ भने सामान्य साक्षर मान्छेले पनि विदिन 5 मिनटमा पत्ता लगाउँछ। 2टा पिजन होल, एउटा अनगोइङ, एउटा पोस्ट पिजन होल। अब एउटा अर्को उदाहरण दिन्छु। नेपाल सरकारले ओन गरेको छ 77 जिल्लामा रेप्लिकेट गरेको, म आम सञ्चारलाई साक्षी राखेर भन्दैछु। 5 थरमा हाम्रो टिमले इच वान टिच वान लागू गर्यो। हाम्रो आइडिया हो त्यो। एक व्यक्तिले अर्को निरक्षर व्यक्तिलाई पढाउने, जस्तो मनोज शाहज्यूले पनि पढाउने 15 दिनको कोर्स। साक्षर हाम्रो इन्डिकेटर के हो? कम्तीमा मोबाइल डायल गर्ने, रिसिभ गर्ने, आफै नम्बर थिच्ने, सक्छ भने बिल भाउचर समेत पढ्न सक्ने। जम्मा 87 रुपियाँ ट्याक्स काटेर नेपाल सरकारको लागेको छ। बाँकी सिडिओले पनि पढायो, मैले पनि पढाएको छु। त्यो एउटा चाहना। गुल्मीमा लिटरेट गुल्मी फलो अप इच वान, होइन लिटरेट गुल्मी भनेको छ, फलो गरौँ न। क्लस्टर स्कुलको हेड सरहरूले भोलिन्टियर टिचरहरू परिचालन गरेर तयार गर्नुहुन्छ। यति मान्छे लिटरेट भनेको यति मान्छेले त बिर्सिसकेछ भनेर धेरै कामहरू भन्छ। आइडिया जेनेरेट गर्नु पर्यो, त्यसलाई फेरि कार्यान्वयन तहमा लानु पर्यो। क्लोथ ब्याङ्क अहिले देखिरहनु भएको छ। अहिले आएको फेरि नयाँ क्लोथ ब्याङ्कको कुरा छ। यो नेपालमा सम्भवतः चौथो इलामको युवा भाइहरू, एकदम यङ च्यापहरूले सुरु गरेको। यसो हेर्दा मलाई असाध्यै राम्रो लाग्यो। हामी रेप्लिकेट गरौँ भनेर त्यो आइडियालाई सापट्टि लियो। गुल्मीमा के अभियन्ताहरूले चलाउनु हो, यता 5 थरमा चलाउनु हो, अहिले जनकपुरमा चलिरहेछ। यसलाई देखेर केही सर्लाहीको साथीहरूले हिजो पनि चलाउँछु भनेर भन्दै हुनुहुन्छ। हुनेले जुन चाहिँ यो कन्सेप्ट पहिले आउनु पर्थ्यो, होइन? किन मधेसमा भन्यो भने हरेक वर्ष शीतलहर, होइन, जाडोबाट मान्छे मर्ने गरेका छन्, होइन? भनेपछि यो कन्सेप्ट अलिक पहिला आइदियो भए कति राम्रो हुन्थ्यो। फ्रान्समा युजर सप भन्ने छ। जस्तो अब हामी लुगा लगाएर मलाई यो लुगा मन परेन, आफ्नो लुगा डिपोजिट राख्ने, त्यहाँ बुझाउने, नयाँ लुगा लिएर आउने। तर यहाँको क्लोथ ब्याङ्कमा हामीले त्यो गरेका छैन। के रहेछ यो? अलिकति यसमा अलिकति डिटेल भनिदिनुहोस् न। क्लोथ ब्याङ्क चाहिँ के? क्लोथ ब्याङ्क भनेको अङ्ग्रेजीको क्लोथ र ब्याङ्क, लुगाको ब्याङ्क हो यो। कस्तो लुगा लिने भन्दा युजेबल क्लोथहरू लिने, काम लाग्ने लुगा लिने। तर अहिले हामी सेकेन्ड ह्यान्ड लुगा लिँदैनौँ, यहाँको अभियन्ताहरूले लिनुहुन्न। नयाँ लुगा चाहियो, त्यो क्वालिटी सानो पनि हुनसक्छ, ब्रान्डेड पनि हुनसक्छ, त्यो छुट्टै कुरा हो। तर मान्छेलाई रेस्पेक्ट गर्दा अर्काले लगाएको, अर्काको पसिना लागेको लुगा धोएर दिनु राम्रो होइन भनेर। जस्तो आजै हामी नयाँ लुगा कुनै व्यक्तिले या कुनै संस्थाले खरिद गएर ब्याङ्कलाई दिनु पर्यो कि कस्तो हो? यस्तो कोही साहु महाजन कपडाको व्यवसाय सिधै पनि दिन सक्नुहुन्छ। कसैले आफ्नो क्रेडिट कार्डबाट पैसा सापट्टि लिएर डिपोजिट पैसाबाट पनि दिन सक्नुहुन्छ। म भ्याउँदिनँ भन्नेले पैसा पनि दिन सक्छ त्यहाँको खातामा। त्यहाँको म्यानेजमेन्ट कमिटीले गार्मेन्टबाट लिन्छ होलसेलमा। काठमाडौँको मार्टमा 3,000-3,500 पर्ने ट्र्याकसुट 400, 500, 600मा पाउँछ। यहाँ पनि एभाइलेबल हुन्छ। विभिन्न उमेर समूह र मौसम अनुसारको लुगा कसले कस्तो लाउँछ, ट्र्याकसुट लाउँछ, जुत्ता, चप्पल, बर्सादी, रेनकोट, छाता, स्कुल ब्याग, मोजा, सेनिटरी प्याड महिलाहरूको लागि एभ्रिथिङ सबै चिज पाउँछ। तर लक्षित म गरिब हुँ भनेर चाहिँ डिक्लेयर गर्नुपर्छ। कसले लियो भनेर उसको नाम नामेसी आम सञ्चारमा पब्लिस हुँदैन, किनभने त्यो हेपिएको मानिन्छ। तर म गरिब हुँ, मलाई लुगाको जरुरी छ भनेर क्लेम गरेपछि उहाँले पाउनुहुन्छ। कहिलेसम्म पाउनुहुन्छ? जहिलेसम्म स्टक छ। अब यो लुगा लिने, कलेक्ट गर्ने कुरा एउटा भयो, अर्को चाहिँ डिस्ट्रिब्युट गर्ने कुरा भयो। यो दुईटै चाहिँ कसरी चलिरहेको छ अहिले? त्यसलाई 2टा खाता राख्नु भएको छ अहिले अभियन्ताहरूले। जतिजना कार्य समितिमा हुनुहुन्छ, राजीव झा यसको अध्यक्ष हुनुहुन्छ, अरू मेम्बरहरू हुनुहुन्छ, त्यो मैले चुने होइन, उहाँहरू आफैले चुन्नुभयो हो।
भविष्यमा कार्य समिति चेन्ज होला, भविष्यमा एउटा सामाजिक संस्थाको रूपमा स्थापित छ, यसको सदस्य सङ्ख्या बढ्दै जान्छ, विभिन्न नगरपालिका गाउँपालिकामा पनि यसले आफ्नो नेटवर्कहरू राख्न सक्छ कोलाबोरेटिभ वेमा वा मल्टिलेभल गभर्नेन्सको एप्रोचबाट अन्य जिल्लामा पनि शाखा विस्तार हुन सक्छ, देश विदेशका मानिसले सहयोग गर्न सक्छन्, रिसोर्स यहीँ छ, हाम्रै वरिपरि छ। मैले के भनेको छु, यसपालि विपद पूर्व तयारी तथा प्रतिकार योजना 2075 स्वीकृत गर्नुभन्दा अगाडि अहाँ के पड़ोसी कठुआ गेल होए, अहाँ के घर में इक्सा सिरक डसना ब्लैंकेट राखल होएम, एक बार सोचो अहाँ गरम में छी, न्यानो में छी, छिमेकी कठुआ के बैसल होए, एकटा सिरक दे के सहयोग करे सकबै, वाइ नट दिने मान्छे पनि भेटेको छु मैले। यो अभियान हो, मुभमेन्ट हो। यसको दिगोपनाको लागि सञ्चालक अनेस्ट हुनुपर्छ। पब्लिकले बैंकबाट ऋण निकालेर भएको पैसाबाट होइन, नहुने मान्छेले ऋण निकालेर पनि गरिबलाई सहयोग गर्नको लागि सहयोग गर्छ। धन मात्रै भएर हुँदैन, मन पनि चाहिन्छ। अब यसमा यो क्लोथ बैंककै कुरा गर्दाखेरि यो सामाजिक संस्था भन्नुभयो, फेरि प्रशासन कार्यालयको सहकार्य हो कि के हो, यो चाहिँ कस्तो हो? जिल्ला प्रशासन कार्यालयको प्रोत्साहनबाट यो सामाजिक संस्था यहाँका यसको एउटा ग्रुप छ, उसले चाहिँ यसलाई चाहिँ चलाउने हो, चलाउँछ र त्यो विधिवत जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता ऐन 2034 को परिधिमा रहेर दर्ता भएको छ। उसको टर्म्स रेफरेन्सहरू स्वीकृत भएको छ। अब यसपटकको कुरा गर्ने हो भने त लिने र दिनेको जुन कुरा गर्नुभयो, त्यसको स्टोरको कुरा गर्ने हो भने कति क्यापासिटी छ, त्यो कति लिन सक्ने यस्तो छ। अब के छ त्यो? यो चाहिँ अहिले तत्काल जिल्ला समन्वय समितिमा कोठा खाली एउटा भाव हुनाले तदर्थ रूपमा उहाँले त्यो चलाउनु भएको, त्यो राम्रै कुरा हो। किनभने पहिला पो शासन भनेको सरकारी पक्षले मात्रै चलाउँछ भन्ने मान्यता थियो। अहिले त कोलाबोरेटिभ गभर्नेन्स, जियो अर एनजिएस, गभर्मेन्टल अर्गनाइजेसन अर नन गभर्मेन्टल सेक्टर सबैले सहकार्य वा अलग अलगमा गर्ने क्रियाकलाप नै शासन हो। यसले प्रोत्साहन अनि उत्प्रेरणा, सहकार्य, समन्वय सबैलाई जोड दिया हुन्छ। यो भर्टिकल र हराइजेन्टल दुवै डाइमेन्सनमा चल्छ र अलिकति यो सस्टेन हुन थालेपछि यसले छुट्टै फ्ल्याट लिन्छ, राम्रो ठाउँमा अफिस इस्टाब्लिस गर्ला वा जग्गा कहीँ लिजमा लिएर आफ्नै आर्जनबाट किनेर अहिले अस्थायी रूपमा चाहिँ तदर्थ रूपमा अस्थायी रूपमा। अब एउटा त भयो क्लोथ बैंकमा आउने भनेको पीडित, एक्ज्याक्टली नाङ्गा मानिसहरू आउने हो, नाङ्गो अवस्थामा पुग्न सक्ने व्यक्तिहरू क्लोथ बैंकमा लिन आउने, लुगा लिन आउने कि अब क्लोथ बैंक नै त्यहाँसम्म पुग्ने? त्यसको लागि केही, जस्तै कि पछिल्लो समयमा तपाईँ आफै स्वयं राति सडक नाइट सडक अवस्था कस्तो छ भनेर तपाईँले चाहिँ कम्बल पनि वितरण गर्नुभयो। त्यो क्लोथ बैंकको सामग्री थिएन, मैले व्यक्तिगत रूपबाट सङ्कलन गरेको कुनै दाताहरूले दिएको सामग्री। त्यसरी नै क्लोथ बैंक पनि जान सक्छ कि सक्दैन? मजाले गइरहेछ। अहिले क्लोथ बैंकले जिल्ला समन्वय समितिको अफिसमा आफ्नो अफिस वा सामग्री राख्नुभन्दा अघिदेखि नै यो गत पुस 24 गते दर्ता भएको सामाजिक संस्था हो। सुरुदेखि नै यसले लुगा कलेक्ट गर्ने र बाँड्ने काम ग्रामीण क्षेत्रमा आगलागी पीडितमा पनि गरिरहेछ। रेड क्रस पनि यसमा नाम बैंक हो, तर यसको मतलब यो होइन कि सेवाग्राही बैंकसम्म आउनु पर्यो, त्यो चाहिँ होइन कि बैंक नै सेवाग्राहीसम्म पुग्छ। अवस्था हेरेर, जटिलता हेरेर, कहीँ आगलागी छ, कहीँ एकदमै विपन्नमा फँसेका व्यक्तिहरू यातायातको असुविधाले आउन सक्दैनन् भने निश्चित रूपमा त्यो, नत्र कोही जिल्ला प्रशासन कार्यालयमा नागिता लिन आयो, चप्पल लगाएको छैन, लुगा च्यातिया लगाएको छ, तैपनि सोध्नु पर्यो। कतिपय मान्छे हिजो आज प्यान्टमा पनि पाल बनाएर लगाएको हुन्छ। तपाईँ गरिब हो लुगा लिनुहोस् भने आफूले गाली खान पनि सकिएला। देखैसी अहाँकी अवस्था के नआई पूछिसकेपछि भनेर सोध्नु पर्यो। उसले हम गरिब छी भनेर भने त अहाँके क्लोथ बैंक की ओर से कपड़ा देवे चाहे छी लेबै भनेर सोध्नु पर्यो। हाँ लेबै भन्यो भने दिने, न हाम्रा नचाहि भन्यो भने नदिने। बढी भएर बाँड्ने होइन, निडीहरूलाई दिने। अब यो एउटा राम्रो कन्सेप्ट आयो होइन, धनुषाबाट सुरुवात भयो, यसको पनि प्रशंसा भइरहेको छ। अब पछिल्लो समयमा तपाईँले यो कार्यालयमा सुशासनको कुरा जुन छ होइन, कर्मचारीहरूलाई दण्ड सजायको कुरा पनि ल्याउनु भएको छ। पछिल्लो समय फेरि कर्मचारीहरूलाई उत्कृष्ट पनि घोषणा गर्नुभएको छ। यो कतिको इफेक्ट पार्दो रहेछ कुनै कार्यालय सुमधुर तरिकाले अगाडि बढ्नलाई? त्यसको काम हामीका रिसोर्स एकदमै लिमिट भएको हुनाले मैले
कार्यालयको कति बजेट छ भने स्टाफ बैठकमा राख्छु, निर्णय गराउँछु। उहाँहरूकै परामर्शअनुसार खर्च हुन्छ, तलब भत्ता बाहेक अन्य साना साना बजेटहरू सबै हाम्रो कार्यालय सहयोगीदेखि लिएर प्रमुख जिल्ला अधिकारीसम्म सबैलाई थाहा हुन्छ। हामी मिसयुज गर्दैनौँ जसले चलाए पनि। जस्तो हामीसँग बसी सेवाग्राहीहरू चौरमा बस्नुहुन्थ्यो, त्यो मट्टिलो माटी भएको जमिनमा बस्नुहुन्थ्यो। सबैलाई नगरपालिका, शहीद नगरपालिका, त्यस्तै चारनाथ गणेशमान नगरपालिकाले केही कुर्सीहरू दिएर सहयोग गर्नुभएको छ। उहाँहरूको नाम पनि राखिया छ, हामीले सम्मानपत्र पनि दिएका छौँ, अभिलेखीकरण गरेका छौँ। बटेश्वर गाउँपालिकाले 2वटा अडियो सिटिजन चार्टरको लागि एनाउन्स गर्नको लागि साउन्ड बक्स दिनुभएको छ, तर धेरै ठुलो होइन, मधुर आवाजमा बोलिन्छ। जनकपुर उपमहानगरपालिकाकै एकजना 10 नम्बर वडाको वडा अध्यक्षज्यू कर्णजीले एउटा साउन्ड बक्स दिनुभएको छ सेवा कक्षमा राख्न। हुलाकको टिकट काउन्टर नै हामीले जिल्ला प्रशासनमा राखेका छौँ परल मूल्यमा दिने। त्यसै गरेर यहाँको उद्योग वाणिज्य सङ्घले एउटा वाटर डिस्पेन्सर दिएको छ, अर्को संस्थाले पनि दिएको छ। हामीसँग 3वटा वाटर डिस्पेन्सर छ, सरोज रायले दिनुभएको छ। हजुर, भनेपछि जति जति सुधारका कामहरू भयो नि त्यसमा चाहिँ तपाईँ सहजकर्ताको भूमिका निर्वाह गर्नुभयो, पहलकर्ता एउटा भनौँ त्यो बन्नुभयो र यतिको चाहिँ सुधारका कामहरू भयो। कम्पाउन्डको अवस्था कस्तो थियो, कम्तीमा पनि 25 देखि 30 ट्रक माटो र ग्याग्रेनहरू राखेर रोलिङ गरिएको छ। अब एउटा चिन्ताको कुरो चाहिँ तपाईँ अहिले हुनुहुन्छ र यति छ होइन। हजुर, अब पछिको समयमा यो होला नहोला या यतिको सहकार्य गर्न सकिने व्यक्ति आउलान् नआउलान्, हजुर, त्यो भविष्यको कुरो नै भयो होइन। तर मागेर भनौँ, सहयोग लिएर काम गर्नुभन्दा यो कार्यालयमै चाहिँ त्यतिको बजेट नभएको हो कि के चाहिँ हो, जसले गर्दा चाहिँ दीर्घकालीन रूपमा कसैको चाहिँ मुख ताक्नु नपरोस्? यस्तो रहेछ, बजेट नमागिएको पनि होला। मैले हाम्रो गृह सचिवजीसँग कुरा गरेँ अनि मैले के भने भन्दा जनकपुर राजधानी प्रदेश नम्बर 2 को जिल्ला प्रशासन कार्यालय, मैले यहाँको प्रदेश सरकारसँग पनि माननीय मुख्यमन्त्रीज्यूसँग पनि यो उहाँकै भनाइअनुसार चाहिँ स्वच्छता अभियान अनुसार सिमेन्टको इन्टरलक गरिदिन्छु भन्नुभएको छ, माथि एउटा हल बनाइदिन्छु भन्नुभयो। तर म चाहिँ छिटो काम खोज्छु अलिकति। अब के कारण के उहाँहरूको प्राथमिकताको ढिलाइको कारणले होला मैले यो जुन अभियान तपाईँले चलाइरहेको छु, यो अभियान दीर्घकालीन रूपमा जाओस्, किनभने पछि गएर दाता भेटिएन भने फेरि अवस्था फेरि उही पहिला हुँदैन। मैले भने नि अहिले रिसोर्स नभएको बेलामा मैले 10 करोड रुपियाँ जिल्ला प्रशासनको आधुनिक भवन बनाउनको लागि मागेको छु। कार्यालय सहयोगीदेखि लिएर प्रज्यसम्मको अलग वा साझा निवासको लागि पैसा मागेको छु। ट्रेनिङ जस्तो गाउँमा सिडिओ जाँदाखेरि अर्काको खाना नखाने उहाँहरूले श्रद्धापूर्वक खुवाउनु छुट्टै कुरा हो, नत्र फलानु सिडिओ आउँदैछ भनेर कसैलाई दबाब सिर्जना नगर्ने। यसको लागि पनि कार्यक्रम सञ्चालन गर्नको लागि पनि आगामी आर्थिक वर्षको लागि हामीले बजेट मागेका छौँ र त्यो बजेट आउला। अब बजेटै नआउँदाखेरि पनि अब सुधार पनि गर भन्ने रिसोर्स छैन, इच्छा भयो भने गर्न सक्छ। रिसोर्स छैन भनेर हात बाँधेर बस्यो भने त नागरिकले के पाउँछ र? त्यो मैले मेरो मजाको लागि, मेरो रमाइलोको लागि वा मेरो फाइदाको लागि गरे त विषय होइन। जति पनि काम गरिएका छन् सबै सुविधा प्रयोग गर्ने त आम नागरिक नै हो नि। मैले के उपयोग गरेको छु? अहिले छोटो ब्रेक लिउँ। हस् दर्शकवृन्द, ब्रेकपछि कुराकानी क्रम जारी रहनेछ। ब्रेकपछि स्वागत छ कार्यक्रम प्राइम टाइम लाइभमा। आज हामीसँग हुनुहुन्छ धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कडेल। आज हामी उहाँसँग यो जिल्लाका लागि विशेष गरेर सुव्यवस्था कायम गर्नको लागि उहाँले के गरिराख्नु भएको छ त यसै विषयमा चर्चा गरिरहेका छौँ। छुटी साहब, जसरी घरको कुरा भयो, घर सफा गर्नु पर्यो, नागरिकताको कुरा आयो, त्यसपछि अब विभिन्न किसिमका कुरा अझै अलिकति बाँकी छ। यी कुराहरू गरिराख्नु भएको छ, अरू के छ? जस्तो अब फोहोर मैला सरसफाइ, विभिन्न सेवा प्रदान गर्ने तरिकाहरू छन्। सेवा कस्तो छ भनेर पनि म भन्न चाहन्छु। सेवाको गुनासो, क्वालिटी र सर्भिस सिस्टम। हामीसँग कर्मचारी लिमिटेड छ, सेवा प्रापक सर्भिस सिकरहरूको चाप बढी छ। कुर्नु पर्छ तर सबैको काम हुन्छ न्यूनतम प्रमाण पुर्याएपछि, नम्बर 1। नम्बर 2, म यो जिल्लामा आइकन मैले आफ्नो क्षेत्राधिकारभित्रका लगभग 70 देखि 80 वटा मुद्दा छिनिसकेका छु। हरेक दिन आउने मानिसहरूसँग पूर्वपक्षको सिलसिलामा उहाँहरूलाई काउन्सिलिङ गर्ने र सुध्रिने मौका पनि दिएको छु। अटेर गर्नेहरूलाई कानुनी दायरामा पनि ल्याएको छु। अफिसरहरूको रोटेसनलाई
महिना मासिक रोटेसन गरिएको छ, फाँटको स्टाफहरूको चेन्जिङहरू केही मिलाइएको छ। त्यो साधनलाई या भनौँ त्यो जनशक्ति छ त्यसलाई चाहिँ व्यवस्थित गर्नु भएको छ, भ्याइ नभ्याइ छ। हजुर। र सबैभन्दा चुनौती वा गर्नुपर्ने काम के हो भन्दा अब रेकर्ड किपिङ, पछिल्लो रेकर्ड किपिङ ठिक छ, विगतका रेकर्ड किपिङहरूलाई स्क्यानिङ गर्ने, बाइन्डिङ गर्ने, कम्प्युटराइज गर्ने काम हुँदैछ। त्यो काम अझै गर्न सकिएको छैन। अब हाम्रो नेक्स्ट स्टेप चाहिँ यसमा केन्द्रित छ। हजुर। अब प्राय गरेर गुनासो रहने गरेको सेवाग्राहीको अब ढिला हुने होइन, काम छिटो नगरिदिने, आज भएन भोलि आऊ भन्ने होइन, अनि त्यसपछि यो बिचौलियाको कुराहरू होइन, अनि त्यसपछि चाहिँ कागजपत्रहरू समयमा फेला नपर्ने लगायतका यी गुनासाहरू के अनि दुःख दिने कामहरू भनौँ न। आज एउटा कामको लागि आयो होइन, आज यो मिलेन त्यो मिलेन, फेरि जाऊ गाउँपालिकामा जाऊ यो गरेर ल अनि मात्रै हुन्छ लगायतको कुराहरू चाहिँ आउँदै गएको छ। यसमा के भन्नु? एउटा उदाहरण दिउँ न, जस्तो कसैको नागरिकताको जन्ममिति र नेपालबाट एसएलसी पास गरेको जन्ममितिमा फरक पर्यो, मान्छे एउटै छ। नागरिकता ऐन 2063 को दफा 17 ले त्यस्ता जटिल विषयहरू छन् भने प्रज्यले आफ्नो विवेक प्रयोग गरेर त्यो जेन्युन कुरा हो भने त्यसलाई कन्सिडर गर्ने भनेको छ। अब मलाई त्यो चाहिँ डिस्क्रिसनरी राइट छ, स्वाभाविक अधिकार छ भनेर आफू ठुलो हुनु भएन नि। त्यो ठाउँमा आफू बस्यो भने समस्या कसरी झेल्थे भन्ने होला। अस्ति एकजना महिला 25 वर्षदेखि नागरिकता लिन दौड्यो भन्छ, मलाई आश्चर्य लाग्यो। 25 वर्ष लगातार दिनदिनै त आएन होला, 1-2 वर्ष आउँदै ग्याप गर्दै आयो होला। मैले नागरिकता दिइदिएँ। अब हाम्रो स्टाफहरू पनि बिस्तारै एउटा सेट माइन्डबाट गरिरहेको कामलाई चाहिँ अब सिस्टमेटिक माइन्डमा परिणत गरेर सेवाग्राहीको पीडा पनि बुझिदिनु पर्यो। र मैले महिनाको उत्कृष्ट कर्मचारी घोषणा गरेको छु। पुष महिनामा 2 जना उहाँहरूले नै घोषणा गर्नुभयो, मैले गरे होइन। सबै कर्मचारी बस्ने, सबैले आफ्नो आफ्नो काम भन्ने, आफूले आफूलाई पनि घोषणा गर्न पाउने म दावेदार छु, मैले यति काम गरेँ भनेर। सामान्यतया त्यो कसैले पनि गर्नु भएन। फलानुले राम्रो काम गर्नु, यो महिनाको उत्कृष्ट कर्मचारी फलानु हुनुपर्छ भनेर भनेको आधारमा, उहाँहरूकै अभिमतको आधारमा एक अर्कालाई भन्न लगाएर कारणसहित भन्न लगाएर सेवाग्राहीको पृष्ठपोषण लिएर हामीले सेवाग्राही पृष्ठपोषण अभिलेख पनि राखेका छौँ। ठुलो रजिस्टर छ, तर नागरिक सचेतनाको कमीको कारणले एकदमै कम मान्छेले मात्रै भर्नुहुन्छ। त्यो त्यस्तो इन्डिकेटर एप्लाई गरिरहेछौँ। अब दण्डित गर्ने पाटो एउटा रह्यो, दोस्रो प्रोत्साहित गर्ने पाटो पनि चाहिन्छ। मान्छेलाई रिकगनाइज पनि गर्नुपर्छ कि आउँदो माघ महिनाको उत्कृष्ट कर्मचारी म हुनको लागि मैले सेवाग्राहीप्रति जवाबदेही बन्नुपर्छ भन्ने अभियानलाई पनि हामीले अगाडि बढायौँ। सँगै महिनाको उत्कृष्ट कार्य प्रमुख पनि एकजना कार्य प्रमुख जानकी नन्दनको कार्य प्रमुखलाई तोक्यौँ र अब आउँदो महिनामा पनि तोकिएला। दिन नपर्ने अवस्था भयो भने दिँदैन फेरि। हजुर। अब पछिल्लो समयमा फेरि घर बाहिरको कुरा गर्दाखेरि हिजो मात्रै हजुर मालपोत, नापी लगायत श्रम कार्यालय विभिन्न कार्यालयमा गएर अनुगमन, छड्के हान्नुभयो, आकस्मिक चेक जाँच गर्नुभयो, त्यहाँ त खैलाबैला नै मचियो होइन, भागाभाग भयो बिचौलियाहरूको। के भन्नुहुन्छ? यस्तो अवस्था रहेछ नि त धनुषाको। यसले त्यहाँको कर्मचारीहरूलाई पनि प्रोत्साहित गरे होला भन्छु म। त्योभन्दा बढी नागरिकलाई केही न केही राहत पुग्या होला। मैले हिजो बिहान एउटा न्युज कान्तिपुरमा आयो, बिहान यो कायाकैरनदेखि सबैतिर पहिलो न्युज नै धनुषाको मालपोत कार्यालयमा घुस नदिकन कुनै काम हुँदैन भन्ने न्युज सुने। म आफूले जिल्लामा राम्रो काम भइरहेछ भन्ने मानिरहेको छु। न्युज त्यस्तो आयो भनेपछि त्यो न्युज त्यत्तिकै बज्या होइन होला भनेर त्यो आकस्मिक रूपमै गरिएको अनुगमन थियो। त्यसको सकारात्मक नतिजा आइरहेको छ। तर यो नयाँ कुरा त होइन नि, मालपोत कार्यालयमा घुस लेनदेन हुन्छ भन्ने कुरा यो चाहिँ धेरै पुरानो कुरा हो। फेरि यहाँको मात्रै कुरा होइन, यो अन्य जिल्ला पनि यस्तो भइरहन्छ। यो त सबै ज्ञानी छन् कि यो विषयमा, यो चाहिँ थाहा हुनुपर्ने होइन हामी होइन। अब त्यो होइन भन्ने पनि त पार्नु पऱ्यो नि। हजुर। अब जस्तो त्यहाँ सिद्धार्थ बैङ्कको अब बैङ्क काउन्टर केही दिनमा खोल्दैछ, केही दिनमा मालपोत कार्यालयमा। त्यहाँको कार्यालय प्रमुखज्यूले यदि यो टेलिभिजन हेरिरहनु भएको छ भने मेरो कुरा ध्यान दिएर सुन्न पनि मैले आग्रह गर्न चाहेँ। हजुर। सुधारको सङ्केतहरू हुँदैछ। अब मालपोत कार्यालय सुधार गर्नको लागि फन्डामेन्टली एउटा यदुकुवामा अर्को ढल्केमा यसको चाहिँ शाखा होइन, छुट्टै मालपोतको कार्यालय, छुट्टै नापीको कार्यालय खोल्नुपर्छ भनेर म लागिरहेको छु। अब लाग्दैछु। यदुकुवाको इलाका प्रशासन कार्यालयको सेवा लज्जाजनक थियो। त्यहाँको मेयर साहबले, त्यहाँको स्थानीय समाजसेवीहरूले सहयोग गरेर अहिले यस्तो पनि इलाका प्रशासन कार्यालय हुन्छ
भन्ने कुरा नागरिकहरूले अनुभूत गर्दैछन्। श्रम कार्यालय रिइन्ट्री दिनको लागि आइतबार बिहान 10 बजे काम हुने अफिसमा शनिबार दिनको 1 बजेबाट लाइन लागेको अवस्था थियो। अहिले टोकन प्रणाली सुरु गरेपछि त्यो प्रथाको अन्त्य भएको छ। अब यो त भयो सुधारका कामहरू। जहाँसम्म मालपोत कार्यालयको कुरा गर्ने हो भने हजुर त्यहाँ चाहिँ के हुँदो रहेछ भने अब हामीले पनि केही रिपोर्टहरू बनाएको छु यो विषयमा। त्यहाँ पुग्ने सेवाग्राहीहरूले यहाँ पैसा नदिकन कुनै कामै हुँदैन, पहिलो भनाइ त उनीहरूको त्यो नै हुन्छ। जब हामी चाहिँ त्यहाँका प्रमुखलाई सोच्छौँ यो विषयमा कि यहाँ त यस्तो आरोप लगाइरहेका छन् नि सेवाग्राहीहरूले, अनि उनीहरूको जवाब चाहिँ के आउँछ भने यो चाहिँ बाहिरका जो बिचौलियाहरू, उनीहरूको शब्दमा चाहिँ बिचौलियाहरू जो हुन्छ तिनीहरू मार्फत किन जान्छ नि त यिनीहरू, हामीलाई निवेदन दिए भइहाल्थ्यो नि होइन। हामी कहाँ चाहिँ कोही चाहिँ कम्प्लेन गर्न नआउने अनि बिचौलियाबाट चाहिँ काम गराउने अनि यहाँ पैसा नदिकन काम हुँदैन, यो चाहिँ आरोप मात्रै हो भनेर चाहिँ उनीहरूले खण्डन गर्दो रहेछन्। क्या मालपोतको फर्म भर्ने प्रक्रिया जटिल छ। यो पढे लेखे मान्छे ब्याचलर्स मास्टर्स गर्नेले भने यो त अहिले ल्याएको चाहिँ लेखनदासको सहारा लिने र अब अहिले अनलाइन सिस्टम छ। केही दिनपछि आफ्नो फर्म आफै भर्छ, कसले पैसा माग्ला, त्यो सम्भव छैन। सुधारका सङ्केतहरू छन् तर त्यहाँ भित्र राख्ने ढड्डाहरू यस्तो तर त्यो पनि व्यवस्थित भएन नि, त्यसको पनि आलोचना भइरहेको छ नि। अहिले जुन अनलाइन फर्म ल्यायो अब त्यो त्यसमा भनौँ साक्षरता अब कसरी भर्ने ती कुराहरू सिकाउनु पर्यो, यावत कुराहरू छन् नि। फेरि सिकाउने फेरि ती मान्छे आउँछन् फेरि त्यहाँ होइन, यस्तो छ। हजुर अब सुधार गरेन भने गरेन भन्ने, गर्यो भने जटिल छ भन्नु भने या त यथास्थितिमा बस भन्नु हो। हजुर त्यो हुनाले केही समय लाग्छ। यो सकारात्मक सङ्केत हो। जसरी साक्षरताको एउटा इन्डिकेटर पुरानो कुनै समयमा यस्तो फिङ्गरप्रिन्ट नगरेर सही गर्नेलाई मानिन्थ्यो, अहिले हामी साक्षरता त्यसलाई मान्दैनौँ। भोलि अनलाइन डाटा फर्म भर्न जानेलाई साक्षरताको इन्डिकेटर बनाउनु पर्ने दिन आउला। यो राम्रो सङ्केत हो। केही जटिलता छन्, केही सहयोगीहरूको भर पर्नु परिरह होला। क्रमशः यस्ता किसिमका पद्धतिले निस्तेज पार्छ र अब हामीले चाहिँ नेपालको संवैधानिक व्यवस्था अनुसार हरेक स्थानीय तहमै जग्गा प्रशासनको काम हुन्छ। अहिले स्थानीय तहको क्यापेसिटी इन्हान्स नहुँदै वा अन्य पूर्वाधारहरू नहुँदै ती कामहरू नभए होला, हुन बाँकी छन्। अहिलेलाई धनुषामा सुधार गर्ने भनेको मालपोतको लागि अन्य क्रियाकलापको अतिरिक्त तत्काल जनकपुर धाममा भिडभाड नलगाइकन स्थानीय बासिन्दालाई घर पर्ने ठाउँ यदुकुवा र ढल्केमा कार्यालय राखिदियो भने तपाईँले चाहिँ समस्याको हल हुन्छ। अनुगमन गर्न जाँदाखेरि या थाहा पाउने क्रममा चाहिँ के चाहिँ बुझ्नुभयो यो विषयमा? यो विषय भन्दाखेरि जसरी बिचौलियाको कुरा एउटा आयो, हजुर, एउटा त्यहीँका कर्मचारीले पैसा लिने कुरा आयो, त्यहाँका प्रमुखले चाहिँ होइन हामी कहाँ त्यस्तो के पनि हुँदैन भन्ने भन्छन्। वास्तवमा के चाहिँ भएको रहेछ कि यस्तो तपाईँहरूले फाइन्ड आउट गर्दा हिजो जुन न्युज आयो र के मानिसहरूका भनाइ आयो त्यसको आधारमा गयो। म कुनै सार्वजनिक कार्यक्रममा थिएँ, हजुर, यता यो जनकपुर चुरोट कारखाना परिसरतिर, र म सेवाग्राहीकै रूपमा गएको थिएँ। हुन त अन्य अधिकारीहरू पनि हुनुहुन्थ्यो। म अचानक गएँ, हेरेँ विभिन्न ठाउँबाट, कोणबाट। पछि सिडिओ भनेर चिन्नु स्वाभाविक पनि रह्यो, गाडी पनि थियो, हाम्रो साइड लगाएको थियौँ। र पछि पब्लिकली सबैको ओपिनियन थियो, कसैलाई तर्साउनु भनेर भन्दा पनि अनियमित काम गरिरहेको छ भने ठाउँको ठाउँ गिरफ्तार गर्न पनि गएको, फेरि तर राम्रो काम गर्नेलाई प्रेस गर्न पनि गएको। मैले नापी कार्यालयको एकजना स्टाफलाई हात मिलाएर धन्यवाद पनि दिएर आएको छु। त्यो हुनाले त्यहाँ नराम्रै काम भइरह होला भनेर मात्रै होइन, हाम्रो नागरिक सचेतनाको पनि कमी छ र त्यसको फाइदा बिचौलियाले र बिचौलियाको माध्यमबाट कर्मचारीले पनि उठाउन सक्छन्। त्यस्तो नहोस् भन्नु नै मेरो त्यो स्थिति लक्ष्य थियो। त्यो स्थिति छ। अब छड्के गर्नुभयो, एक दिन त्यहाँ शान्त भएको होला, मैले मोनिटरिङ गरेको छु आज फोनबाट। अब यो चाहिँ एउटा गम्भीर प्रश्न छ फेरि कि यसलाई दीर्घकालीन सुव्यवस्था कायम कसरी हुन्छ? एक दिन छड्के भयो, त्यो दिन त ठिक छ, अब अर्को दिन फेरि के होला भने अब यसलाई चाहिँ दीर्घकालीन रूपमा चाहिँ यहाँका कार्यालयहरू मालपोत मात्रै होइनन्, अरू पनि कार्यालयहरू छन् नि होइन, जहाँ चाहिँ अनियमितता भइरहेको भने आरोप लाग्ने गरेको छ। ती कार्यालयहरूलाई चाहिँ कसरी, अब श्रमको कुरा होला होइन, श्रम कार्यालय जुन भर्खर खुल्यो, यो विषयमा के छ? श्रम कार्यालय एकदमै साँग्रो ठाउँमा छ। पहिला श्रम कार्यालयको कार्यक्षेत्र श्रमिक र मिल मालिक बिचको विवाद हेर्ने काममा सीमित थियो, के अनुगमन गर्ने काममा सीमित थियो। अब अहिले रिइन्ट्रीको काम दिएपछि मलाई लाग्छ काठमाडौँमा हुने टोटल भिडको 1/3 भिड त्यो अफिसमा होला, हुनुपर्छ। ठाउँ सार्नु पर्यो भन्दा त्यहाँका स्थानीय व्यक्तिहरूले हामी नियमन गर्छौँ नसारिदिनुहोस् भनेर आउनुभयो। केही कामहरू
सुधारको भएको छ 300 रुपियाँ लिनुपर्ने फर्म भरेको त्यो फर्म जतिपल्ट बिग्रियो पनि साबिकै पहिलाकै 300मा पैसा नथप्ने गरेर गर्नुपर्नेमा 1000 रुपियाँसम्म पनि लिन्छ भन्ने सुनिएको आधारमा त्यहाँका मानिसलाई पक्रेर बिना इजाजत फर्म नभर भनेको छ। अहिले पनि बिना इजाजत कोहीले भरिरहेको हुनसक्छ। त्यहाँ पनि हामीले निगरानी गरिरहेको छौँ। यसको दीर्घकालीन उपायको रूपमा त्यो कार्यलाई सार्नको विकल्प छैन, सार्नै पर्छ। त्यस्तो साँग्रो ठाउँमा कार्यालय राखेर भिडभाड गराएर कोही छरछिमेकीलाई फाइदा होला भनेर आम सेवाग्राहीलाई दुःख दिने गरेर त्यो कार्यालय त्यहाँ राख्न आवश्यक। अब एउटा कुरा के भनिन्छ भने सरकारी कार्यालयहरू जिल्ला केन्द्रित भए, हजुर, कर्मचारी थोरै भए, जिल्लाभरिका सेवाग्राही त्यहाँ पुग्ने भए, 2 नम्बर प्रदेशभरि लाइन लाग्ने भए। कार्यालयको कुरा गर्दाखेरि जस्तै धनुषाको कुरा गर्दाखेरि धनुषामा अब एउटा जिल्लाको हेर्ने कार्यालय एउटा भयो कुनै होइन, मालपोत होस्, नापी होस् या अरू जुनसुकै होस् होइन, एउटा कार्यालय भए त्यहाँ जिल्लाभरिका मान्छे आउने भए कम्तीमा होइन। अनि सेवा दिने जुन कर्मचारीहरू थोरै भए, त्यसले गर्दा चाहिँ भिड बढी हुने भए। भिड भएपछि अब कि त पैसा खुवाऊ, छिटो काम गर्ने हो भने, होइन भने लाइन लाग भनेपछि जड त कर्मचारी थोरै, व्यवस्थित नहुनु कार्यालय, यो पनि त हो नि होइन। त्यो मात्रै होइन, जस्तो अहिले जिल्ला प्रशासनमा 4 जना कर्मचारी थुनामा छन्। हजुर, हामीसँग कर्मचारी छैन तर भिड पनि छैन। हो, सुरुमा भिड हुन्छ फर्स्ट आवरमा, पछि भिड हट्छ। काम गर्दै भने कहाँ भिड हुन्छ भने सिस्टमेटिक भएन, सिस्टमेटिक हुनु भएन, त्यो भएन होइन। सिस्टमेटिक भइरहेछ, त्यो कारणले भिड पनि घटिरहेछ केही कार्यालयमा, केही कार्यालयमा। भने जति जनशक्ति छन् त्यसलाई नै व्यवस्थित गर्नु पर्यो। प्रविधि मैत्री अब हामी कहाँ एउटा राउटर राख्न बाँकी छ। बाँकी धनुषा छोडेर 76 जिल्लाको नागरिकता वितरण भइसकेको नागरिकता सीमा इलाका प्रशासन को 70 + 10 इलाका र सीमा समेतलाई जोड्ने हो भने सबै ठाउँको नागरिकताको अभिलेख यहीँ हेर्न सकिन्छ। किन पत्र लेख्ने, नचाहिने सरजमिनहरू किन गर्ने, उही वडा अध्यक्षले सिफारिस गरिरहेछ, फेरि सरजमिन बुझ्ने, उही वडा अध्यक्षले फेरि सिफारिस गर्ने, जटिलता हेरेर गोप्य बुझ्ने, हजुर, गोप्य बुझ्ने। तर यसलाई प्रोसिडियर सिम्प्लिफाई गर्यो भने काम छिटो हुँदो रहेछ, भइरहेछ। भनेपछि अबको योजनाको कुरा गरौँ। अब चाहिँ अब यति गइराख्नु छ, विभिन्न ठाउँमा छड्केको कुरा भइरहेको छ, एउटा बजार अनुगमनको कुरा पनि पछिल्लो समयमा तीव्रता पाएको छ। यो बजार अनुगमन चाहिँ के हो, बेला बेलामा चाहिँ हुने होइन, तीव्रता पनि पाउने, व्यापारीहरूले चाहिँ ठग्ने क्रम चाहिँ नरोकिने होइन, के भाव, कानुनको अभाव, कानुन कडा भएन, के चाहिँ हो यो चाहिँ? यस्तो हो, अब जिल्ला प्रशासनले नै वर्षभरि अनुगमन गरिदियोस् भन्ने नागरिकको चाहना देख्छु म। अहिलेको पुनर्संरचित संरचना अनुसार नगरपालिकाले गर्ने अनुगमनका विषयवस्तुहरू छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रदेश नम्बर 2 लाई नै सिङ्गो रूपमा हेर्ने कार्यालय जनकपुर धाममा छ। अर्को नापतोल तथा गुणस्तर कार्यालय छ। यति धेरै नियामक निकायहरू छ। उद्योग वाणिज्य सङ्घ छ, पत्रकार महासङ्घ हुनुहुन्छ अध्यक्ष, धेरै छ। तर जोइन्टली हामीले गरिरहेका छौँ। आजै पनि जिल्ला प्रशासनको एकजना प्रशासकीय अधिकृत दिनेश शाहको नेतृत्वमा भूमि सुधार कार्यालयको स्थलगत अनुगमन गरायो। त्यहाँ भइरहेका अप्ठ्यारा वा कठिनाइ वा अव्यवस्थालाई सुधार गर्ने प्रतिवेदन मका आउँदैछ। मैले त्यहाँको सम्बन्धित कार्यालय प्रमुख जसले मालपोतको पनि काम हेर्नुहुन्छ उहाँलाई बोलाएर करेक्सन गर्ने मौका दिन्छु, अगाडि बढाउँछु। सँगसँगै आज 1 दर्जनभन्दा बढी सार्वजनिक पसलहरू, फुटपाथका पसलहरूको अनुगमन गर्ने काम भएको छ। अब यस्ता कामहरूमा जिल्ला प्रशासनलाई इन्गेज गराइदिनु पनि राम्रो होइन। तर नागरिकबाट जुन कार्यालय तपाईँले भन्नुभयो नि, अब ती सबै कार्यालयले चाहिँ सिडिओ साहबले मुख ताकेर बस्छन् होइन कि अब उनीहरूले नेतृत्व गर्दैन, त्यस्तो हो कि चाहिँ? मैले पोलाइट ल्याङ्ग्वेजमा के भने अब उहाँहरूको प्रायोरिटीमा नपर्या होला, वा धेरै बिजी भएर गर्न, उहाँहरूले इन्डिभिजुअली गर्न सक्छन् नि होइन कि के रहेछ यो चाहिँ नियम? मैले फेरि पनि भने पोलाइटली उहाँहरूको प्रायोरिटीमा परेन त म भन्दिनँ। उहाँहरूको कार्यव्यस्तताले गर्दा नभ्याइरहेको हुनाले हामीले हेर्न बाध्य हुनु पर्यो भन्ने मेरो बुझाइ हो। उहाँहरूले पनि गर्न सक्नुहुन्छ, गर्नुपर्ने गर्नुपर्ने हो होइन, गर्नुपर्ने, त्यो चाहिँ भएन होइन। अब गरिरहनु भयो होला, नभ्याएको होला, अरू काममा बढी फोकस भयो होला भने मैले। हजुर, अब अन्त्यतिर पनि आइसकेका छौँ। पछिल्लो समयमा करेन्ट लागेर अनाहकमा नागरिकले ज्यान गुमाउनु परेको छ। धनुषामै कतिवटा घटना भइसक्यो। यसको लागि के गरिराख्नु छ?
मैले आजै 3 बजे जनकपुर यदुकुवा र महेन्द्रनगरको विद्युत प्राधिकरणको कार्य प्रमुखहरूलाई बोलाएँ र यसमा सेन्ट्रल ग्रिड हेर्ने ढल्केको कार्य प्रमुखलाई बोलाउन भ्याइएन, अलिक टाढा भए हुनाले केही नीतिगत निर्णयहरू गऱ्यौँ। तत्काल उहाँहरूलाई दिनुपर्ने राहत र त्यसभन्दा अगाडि मोटरसाइकल दुर्घटनामा करेन्ट लागेर दिगम्बत हुनुभएका 2 जना 628 जनालाई तत्काल राहत दिने भनेर त्यो निर्णय गरेका छौँ। उहाँहरूले अब प्रहरीको प्रतिवेदन लिएर विद्युत प्राधिकरणको जाँच टोलीलाई दिनुहुन्छ र केही समयपछि त्यो राहत प्राप्त होला। तर सडक आयोजनाहरू जताततै बनिरहेछन्, त्यो आयोजना प्रमुखहरूलाई सघाउनलाई विद्युत प्राधिकरणले केही कसर बाँकी नराख्ने, ओभर इस्टिमेट नगर्ने, यथार्थ इस्टिमेटको आधारमा सडक आयोजना प्रमुखहरूलाई सघाउने, कुनै ठाउँमा क्रस तारहरू राखेर गाउँपालिका नगरपालिकासँग बजेट छ बाटोको लेभल बढाउने, विद्युतको पुरानो पोल र तारहरू होचोमा छ अनि गाडी हिँड्दा टच हुने त्यस्तो अवस्था पनि छ। त्यो चाहिँ पूर्व समन्वय नगरिकन माटो नथप्ने भन्ने निर्णय पनि गरेको छु। त्यो भोलि 5 आवरमा सर्कुलेट हुन्छ र विद्युत प्राधिकरणसँगै पैसाको अभावले पोल र तारहरू टाङ्न भ्याएन भने स्थानीय तहलाई पनि अनुरोध गर्ने, कस्ट सेयरिङमा वा स्थानीय तहको सहयोगमा पनि तत्काल मर्मत सुधार गर्ने र उहाँहरूले गरेको प्रगतिको आधारमा नियमित साप्ताहिक पाक्षिक प्रगति समीक्षा गर्ने भनेर आज निर्णय भएको छ। अन्त्यमा अब काम गर्दाखेरि होइन राजनीतिक दबाव कतिको तपाईँले झेल्नु परेको छैन? अब यो जिल्ला धनुषा जिल्लामा धेरै राजनीतिक दल हुनुहुन्छ होइन। अब नेकपा भयो, नेपाली काङ्ग्रेस, अब राजपा, फोरम लोकतान्त्रिक लगायत विभिन्न पार्टीहरू हुनुहुन्छ। सबैसँग मेरो असल सम्बन्ध छ। धनुषावासीबाट सहयोग? धनुषावासीको सहयोग त अपार छ। हिजोको जुन एउटा अनुगमनमा नचिनेको भाइहरूले, नचिनेको शुभचिन्तकहरूले आयाम विथ प्रदीप कँडेल स्टप करप्सन भनेर त्यसरी अभियान चलाइरहनु भएको छ। त्यो मलाई काम गर्नलाई ऊर्जा दिइरहनु भएको छ। मेरो कमाइ नै त्यो। अबको योजना अन्त्यमा? अबको योजना सहकार्य गर्ने, सबैसँग मिलेर अगाडि जाने। मेरो अफिस म 50% भन्दा बढी बाहिर चौरमा उभिएर हिँडेर वा सँगै मेचमा बसेर काम गरेर आउँछु। त्यो तदर्थ होइन, यो सिस्टम हो। त्यो अघि नै भनिसक्नु, एउटा ग्याप घट्यो। सिडिओ र जनता बिचको ग्याप चाहिँ घटाउने काम। विभिन्न नगरपालिकाको मेयर साहबहरूले बोलाइरहनु भएको छ। उहाँहरूले अझै इन्ट्र्याक्सन गरौँ भन्नुहुन्छ। मैले चाहिँ सार्वजनिक कार्यक्रमहरूमा आसन ग्रहण गराउने, उठबस गराउने कामको अन्त्य गरिदिउँ भनेको छु। म यही कार्यक्रमको माध्यमबाट पनि अनुरोध गर्न चाहन्छु कि कुनै कार्यक्रम चलिरहेछ भने आएकै कार्यक्रममै फल्ना के बोलाएर रहली सब आगेली सबके धन्यवाद छै भन्दै पुगे नि फल्ना ज्यू हाम्रो मान नपुगले कहिले काम गर्ने, यस्तै भट्याएर बस्ने, कसरी मधेस बन्छ, कसरी नेपाल बन्छ, काम बढी गर्नु पर्यो, काम गर्नु पर्यो। जस्तै सर्टेन इस्युमा छलफल गर्ने, कसको काम के गर्ने, कामको जिम्मा लगाउने, अगाडि बढिहाल्ने, नतिजामा विश्वास गर्ने। नागरिकले त्यसै पत्याइहाल्छ नि। म यसो गर्छु भनेर पनि कमिटमेन्ट गर्नुपर्छ जस्तो लाग्दैन। तर केही साल बसाली वार्षिक बजेटका कुराहरू होलान्, विभिन्न नीतिका कुराहरू होलान्, आश्वस्त पार्नुपर्ने कुराहरू होलान्, ती आफ्नो ठाउँमा छ। तर अब हामी चाहिँ एक्सन ओरिएन्टेड भएनौँ भने नागरिकले पत्याउँदैन। मलाई पत्याउँदैन, मैले अरूलाई भने होइन। हजुर, हस् त, हस्, थ्याङ्क यू। हजुर, हस्। आदरणीय दर्शकवृन्द, ओछलैत धनुषा के प्रमुख जिला अधिकारी प्रदीप राज कँडेल हुनका से बातचीत करै छलिए। जेना पहिलका जे सीडीओ सब छले, किसिम के सीडीओ आ जनता बीच के दूरी रहे छले, मुदा कँडेल जे नया सीडीओ साहब छे हुनका एला के बाद एकटा जनता आ सीडीओ के बीच के दूरी घटैत जा रहल छे। एकटा काज किछ भ रहल छे धनुषा में से देखल जा रहल छे। हुनका से केना के काज कयल जा रहल छे, की समस्या सब आबि रहल छे, एही विषय सब में बातचीत करै छलिए। बेस्त नमस्कार।